हेलो एभ्रिवान, आशा गर्छु तपाईहरु सन्चै हुनुहुन्छ भनेर। र आज म तपाईहरुलाई हाम्रो स्कुलको रिभराइन एलिमेन्ट्री स्कुल को चाहिँ तपाईहरुलाई एनुअल फंक्सन कम प्यारेन्ट्स डे को तपाईहरुलाई सानो भिडियो शेयर गर्न गइरहेको छु। यहाँ हामीले यसरी पण्डालहरु बनाएर हामीले गेस्टहरुको लागि, प्यारेन्ट्सहरुको लागि प्रिपेयर गरेका छौं। र आज म धेरै एक्साइटेड छु किनभने यहाँ म अब मेरो लास्ट एनुअल फंक्सन पनि हो र मैले यो स्कुलमा 8 साल काम गरे र धेरै मैले कुराहरु सिक्न सके स्कुलको बारेमा र धेरै म एक्सपिरियन्स पनि भए र यति सारो मेरोमा त्यो कन्फिडेन्स लेभल बुस्ट भएको छ स्कुलमा काम गरेर र स्कुल प्रति पनि म धेरै धन्यवादी छु। यो भिडियो चाहिँ मैले फर्स्ट आवरको देखाउँदै छु र म मात्रै अहिले यहाँ आइसकेको छु र हाम्रो टिचर्सहरु रेडी हुँदै होला र एकछिनमा आइपुग्छ। र यो हाम्रो यो आजको साउन्ड हो, विनोद साउन्ड। तपाईको नाम विनोद दाजु? यहाँ हाम्रो विनोद दाजु हुनुहुन्छ, उहाँको साउन्ड हामी यसपालि बोलाएका छौं। र यस्तो भव्य पाराले हामीले कहिले पनि एनुअल फंक्सन र कुनै पनि स्कुलको फंक्सन हामीले यसरी सेलिब्रेट गरेका थिएनौं र यो चाहिँ फर्स्ट टाइम हो र हामीले हाम्रा अति नै आदरणीय माननीय श्री पुरन गुरुङ सरलाई हामीले चीफ गेस्टको रूपमा बोलाएको थियौं र आज उहाँ सायदै आउनुहुन्न होला। उहाँको मिटिङको शेड्युल चाहिँ यता राजधानी न्यू दिल्लीमा भएको छ र उहाँ चाहिँ आज आउन सक्नुहुन्न र उहाँको एब्सेन्समा उहाँले आफ्नो छोरा है सुपुत्र केनी गुरुङज्यूलाई पठाउनु भएको छ र यहाँ उहाँको जग्गा पनि एकदम नामसहित र हामीले गेस्टहरुको नामहरु पनि हामीले यसरी यो सिटिङ एरेन्जमेन्टमा हामीले यसरी टालेर राखेका छौं। जी ड्रेस हो ये चाहिए ड्रेस कौन सा ड्रेस है? ये कुर्ता पजामा ड्रेस है। ये भी कुर्ता पजामा ही ड्रेस है। हाँ, कहाँ से? महाराष्ट्र से। महाराष्ट्र का ऐसा होता है? ये यूपी में ऐसा होता है? ठीक है। यहाँ चाहिँ हाम्रो टिचरहरु एकदम डेडिकेटेडली डेकोरेसनमा बिजी छ अनि यहाँ प्यारेन्ट्सहरु नआइन्जेलसम्म चाहिँ हामीले र आजको चिफ गेस्टहरु चाहिँ नआइन्जेलसम्म हामीले यसरी प्रोजेक्टरमा क्लासको भिडियोजहरु हामी देखाइरहेको छौं। स्टुडेन्ट्सहरु छ यहाँ अनि हाम्रो प्रिन्सिपल म्याम उहाँ आज बिजी हुनुहुन्छ। फुलहरु चाहिँ हाम्रो आजको गेस्टहरुलाई छ अनि यो ट्रफिज चाहिँ हाम्रो को-करिकुलर एक्टिभिटिजमा पाएको र यो ट्रफिजहरु चाहिँ हाम्रो नानीहरुलाई को-करिकुलर एक्टिभिटिजमा जसले फर्स्ट, सेकेन्ड, थर्ड पोजिसन हासिल गरेको छ। हेलो, माय नेम इज Gordon. I am from class 1. Come. Hey, don't go there. Why are you here? Yesterday I saw small people at staff room only. Go downstairs. सर यहाँ चाहिँ सबैभन्दा ब्युटिफुल मिस हो। Put no by on.
आज मजा आइरहेको छ नानीहरु सबै हो एकदम राम्रो एचारमा आएको छ all are looking so pretty and beautiful आज हाम्रो यहाँ मोडल एक्जिबिसन पनि छ नानीहरुले बनाएको Why is not there? Wait. Yes, sir. Elementary method. So why? Hello check. Hello check. के छ तपाईको मेरो केही छैन बिजी छु अहिले यहाँनिरको आजको दिनको इन्फ्लुएन्सर हो के राम्री रहेछ अनुसार
सुरु गर्नेछौँ। के भन्नु छ आज? के भन्नु छ? के भन्नु र अब एकदम खुसी भएर छ आज एनुअल दिन। आफ्नो गाडीमा आएको कि सर्वकार्येषु सर्वदा विश्व के कल्याण की धर्म अधर्म आदि अनंत सत्य असत्य कलेश कलंक Reverend Elementary School would like to extend you a warm welcome to celebrate 14th Annual Day come Parents' Day. So, Annual Day is a special occasion where we come together to reflect on the journey That's
पढाइ मात्रै नभएर सुरक्षाको पनि छ। त्यसको लागि हजुर सरलाई हामी एग्रिकल्चर कसरी गरिन्छ, धान एउटा बेसिक स्टेपदेखि पहिला खनेकोदेखि लिएर एउटा बारी जिल्लाकोदेखि लिएर त्यहाँदेखि अन्न छरेर बिटा बनाएकोदेखि लिएर त्यसलाई बोकेर धोएर खाएर हात छुटेको समाज छ, मुख छुटेको समाज छ, सबै कुरा
हजुरको माझमा है समय एकदमै बेचा